सबैजनालाई नमस्कार अनि स्वागत छ आरसी टेक्नोलोजी च्यानलमा। आज हामीले सिक्नेछौँ ई गभर्नेन्स भनेको के हो, ई गभर्नेन्सको कम्पोनेन्टहरू, त्यस पछाडि बेनिफिटहरू र टेक्नोलोजीहरूदेखि लिएर च्यालेन्जेसहरू सबै पढ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। भिडियो सुरु गरौँ है त। सुरुमा जानौँ ई गभर्नेन्स भनेको के हो। ई गभर्नेन्स भनेको हाम्रो सरकारी कार्यालय, सरकारी अफिस हो, जसमा चाहिँ हामीले जनताको लागि काम गर्नुपर्ने हुन्छ। जनताको लागि राम्रो कुराहरू के छ, नराम्रो कुराहरू के छ त्यो चाहिँ छुट्याउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ ई गभर्नेन्स इलेक्ट्रोनिक गभर्नेन्स हो, रिफर्स टु द युज अफ डिजिटल टेक्नोलोजी स्पेसली द इन्टरनेट टु डेलिभर गभर्मेन्ट सर्भिस, इम्प्रुभ इफिसियन्टली एन्ड प्रोमोट ट्रान्सपेरेन्सी इन पब्लिक एडमिनिस्ट्रेसन भनेको छ है। यसरी चाहिँ हाम्रो इन्टरनेट डेलिभरी गर्छ गभर्मेन्ट सर्भिसहरूमा होइन। स्पेसली एउटा डिजिटल टेक्नोलोजी हो जो चाहिँ ट्रान्सपेरेन्सी पब्लिक एडमिनिस्ट्रेसनहरूको लागि चाहिँ ट्रान्सपेरेन्सी गर्न चाहिँ सजिलो हुन्छ। र त्यसपछि आइटी इन्हेन्स इन्टरेक्सन बिट्विन द गभर्मेन्ट, सिटिजन, बिजनेस एन्ड अदर स्टेक होल्डर। यो चाहिँ हजुरको सरकारी कार्यालय अनि सरकारी कार्यालय, सिटिजन भने सिटिजनहरू अनि बिजनेस र स्टेक होल्डरहरूको लागि चाहिँ फरक कामहरू छुट्याएको हुन्छ, त्यही अनुसार नै चल्नुपर्ने हुन्छ। र जान्नौँ अब कम्पोनेन्ट अफ ई गभर्नेन्स। कम्पोनेन्टहरू हाम्रो फरक रहेको छ। हाम्रो कम्पोनेन्टहरू कति प्रकारको रहेको छ? 4 प्रकारको रहेको छ। गभर्मेन्ट अफ सिटिजन, गभर्मेन्ट टु सिटिजन, गभर्मेन्ट टु इम्प्लोइ, गभर्मेन्ट टु बिजनेस, गभर्मेन्ट टु गभर्मेन्ट। अब यसको चाहिँ हामीले इक्जाम्पल मात्र दिएका छौँ। हजुरले यसको परिभाषा चाहिँ इन्ट्रोडक्सन चाहिन्छ भने नेटबाट लिनु होला, तर मैले चाहिँ इक्जाम्पल मात्र दिएको छु है। हाम्रो गभर्मेन्ट टु सिटिजनको जस्तै इक्जाम्पल रहेको छ अनलाइन ट्याक्स। हामीले अनलाइन ट्याक्सहरू तिर्नु पर्यो, ई भोटिङहरूको लागि, ई हेल्थको लागि, डिजिटल कार्डको लागि हाम्रो गभर्मेन्ट टु सिटिजनको सम्बन्ध हुन्छ। भनेपछि गभर्मेन्ट टु इम्प्लोइको सम्बन्ध पेरोल म्यानेजमेन्ट, इम्प्लोइ पोर्टल, अनलाइन ट्रेनिङ गेम्सहरू चाहिँ गभर्मेन्ट टु इम्प्लोइ हुने भयो। गभर्मेन्ट टु बिजनेस भनेको अनलाइन बिजनेस रजिस्ट्रेसन गर्नको लागि, अनि ई ट्रेडिङ ट्याक्स कम्प्लेसन ट्रेन चाहिँ हुने भयो। अनि त्यसमा गभर्मेन्ट टु गभर्मेन्ट चाहिँ नेसनल डेटाबेस, हाम्रो सबैको नेसनलको डेटाबेस हुने भयो। इन्टर डिपार्टमेन्टल पोर्टल पनि हुने भयो, इटिसी। आज चाहिँ हाम्रो कम्पोनेन्टहरू भयो ई गभर्नेन्सको। र त्यस पछाडि जानौँ ई गभर्नेन्सको बेनिफिटहरू। ट्रान्सपेरेन्सी, इफिसियन्टली, एक्सेसिबिलिटी, अकाउन्टेबिलिटी, पब्लिक पार्टिसिपेन्ट चाहिँ हाम्रो के भयो, ई गभर्नेन्सको बेनिफिटहरू भयो। त्यस पछाडि अब हेरौँ ई गभर्नेन्सको टेक्नोलोजी। हाम्रो ई गभर्नेन्समा कस्तो टेक्नोलोजीहरू पर्छ त? हाम्रो क्लाउड कम्प्युटिङ पर्यो, ब्लकचेन पर्यो, आर्टिफिसियल इन्टेलिजेन्स पर्यो, बिग डेटा एनालाइसिस पर्यो, र मोबाइल गभर्नेन्स चाहिँ हाम्रो यो टेक्नोलोजी चाहिँ ई गभर्नेन्सको भयो। त्यस पछाडि हाम्रो रहेको छ च्यालेन्ज एन्ड इम्प्लिमेन्टेसन ई गभर्नेन्स। जस्तै कि हाम्रो च्यालेन्जहरू के हुन्छ त ई गभर्नेन्समा भोलिको दिनमा भन्दाखेरि डिजिटल डिभाइड हुने भयो, साइबर सेक्युरिटी रिस्क हुने भयो, रजिस्ट्रेसन टु चेन्ज हुने भयो, लिगल एन्ड प्राइभेसी इस्यु आउँछ, अनि इन्फ्रास्ट्रक्चर लिमिटेसनहरू चाहिँ हुने भयो। यो चाहिँ हाम्रो लिमिटेसनहरू, च्यालेन्ज इम्प्लिमेन्टेसनहरू चाहिँ रह्यो। त्यस पछाडि फ्युचर अफ ई गभर्नेन्स। फ्युचरमा हाम्रो ई गभर्नेन्समा के फरक हुन्छ, के चेन्ज हुन्छ त? एआई पावर गभर्नेन्स। हाम्रो एआईको चाहिँ पावर हुन्छ, धेरै ठुलो पावर हुन्छ गभर्नेन्स बनाउनमा, र ई भोटिङ सिस्टमहरू हुन्छ। त्यति भविष्यको लागि, भविष्यमा हाम्रो ई भोटिङहरू चल्छ। ई भोटिङहरू चाहिँ धेरै बढी इम्पोर्टेन्ट हुन्छ। र डिजिटल आइडेन्टिटी सिस्टम हाम्रो चाहिँ व्यक्तिहरूको आजभोलि कस्तो छ आइडेन्टिटी, नागरिकता छ, नागरिकता हामीले लिएर जानुपर्ने हुन्छ। हरेक ठाउँमा नागरिकता लिएर आइडेन्टिटी गर्नुपर्ने हुन्छ। तर भविष्यको लागि हामीलाई नागरिकताको एउटा फोटो भए पुग्छ कि हामीले नागरिकतालाई बोक्नु पर्यो। नागरिकतालाई हजुरले घरमा राखेर एउटा मोबाइलमा हजुरले फोटो लिएर जाँदा पनि भइहाल्यो। हजुरको डिजिटल आइडेन्टिटी हुने भयो कि मोबाइल डिजिटल हजुरको एआईले जनरल एआईले क्रिएट गर्ने भयो कि। अनि स्मार्ट सिटी हाम्रो चाहिँ ई गभर्नेन्स चाहिँ हाम्रो फ्युचरमा चाहिँ भविष्यमा चाहिँ स्मार्ट सिटी हुन्छ भनेर चाहिँ हाम्रो ई गभर्नेन्समा हुन्छ। र त्यस थ्याङ्क यू सो मच। हाम्रो यति नै रहेको छ ई गभर्नेन्सको भिडियो। हजुरलाई भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। भिडियोलाई यदि कुनै पनि समस्या आएको भए, नबुझेको भए हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। यो भिडियोमा यति नै। टाटा, बाई बाई।